हेलो साथीहरु, हामी चाहिँ बर्थडे मनाउन हिँड्यौ ल। ह्यापी बर्थडे बोय रे के बर्थडे बोय हो। हामी चाहिँ लाग्यौं। अब दिउँसोको तर्फ कन्टिन्यू गरौँ ल। ओके हामी चाहिँ रेस्टुरेन्टमा आइपुग्यौँ। बर्थडे मनाउने तयारी हुँदैछ। यता यहाँ कुक्दा हुनुहुन्छ हाम्रो बाबा चाहिँ सेफ हुनुहुन्छ। नानी बोकी बोकी के पाक्दैछ? मटन पाक्दैछ। बुनु हेलो गर्दै हेलो गाइस भन्देऊ। हैन असलको हेलो गाइस आज भाइको के हो नि बुनु? के पाक्यो? ह्यापी टु यु हो। अनि के दिन्छौ भाइलाई? मटन दिनु हैन? मटन। बर्थडे तयारी यो चाहिँ हाम्रो राजाज रेस्टुरेन्ट। वेलकम छ हजुरहरूलाई। यहाँ एउटा मिस्टर मोबाइलमै बिजी। अर्को बर्थडे बोय यता। ए त है बर्थडे हो। उता बर्थडे बोयको हजुरआमा यता जानु न हजुरआमासँग। यो त आमाले बोलातो त न आमासँग जाऊ। एउटा फोटो खिचौँ न। ए मेरो जेठो नाति मोबाइल छैन यसलाई। ल आमा त्यस्तो गर्नुहुन्न सुन आमासँग। जाऊ आमा जाऊ। आमा किन? आमाले हो। ल म मटन चलाउँछु ल। आमा लाउ न। कता जान लानु भयो? हामी बर्थडे डेकोरेसन गर्ने सामानहरू बाइक हो। अलिअलि भएको सामान घरै छोडेर आएछ। हो साथीहरू गाइजहरू आज बर्थडे कसको भाइ? आजको यो स्वान अविरलको हो। अनि भाइलाई के दिन्छौ नि? अनि बाबा आएपछि गिफ्ट किन्न जाने हो भन न। बाबाले हामी म आएपछि जाने भन्नुभएको कि हो हेलो साथीहरू भन्नु आएर बर्थडे बोय तयारी हुँदैछन् यहाँ। हेलो ठुलो मामुसँग म्याचिङ कपडा भएछ यो। ठुलो मामुसँग म्याचिङ कपडा। के पागल बर्थडेमा देखाउनु त हेरौँ। ल यो चाहिँ राजमाको तरकारी, फ्राई, सिमी, मटन के खाने हो आज खानै नसकेर। फ्ल्यास बल्ब र भ्लग गराउनु पर्ने नि मैले मतलब देखिन्थ्यो। हेलो भ्लग। ल एउटाको कति? 170। 170 रुपैयाँ एउटा मुला। यो 160 को यो अलि सानो छ। तरकारी खाना जापान महँगो, धेरै महँगो साथीहरू। लोभ लाग्यो। यता फेरि हिरो। जुत्ता किन खोलेको र? ओ डन। बोलेको साथीहरू हो। साथी भन्देऊ ल साथी। दिदी भन्देऊ। ल बुनलाई माया गर। यहाँ दिदी माया गर्दै दिदीलाई ल छिटो। ल माया गर। अक्को दिदीलाई नि माया गर। अक्को ठुलो दिदीलाई माया गर। ठुलो दिदीलाई माया गर। सानो दिदीलाई माया गर। माया गर ल। नाच त्यस्तो गर होइन बुन। हेर न यहीँबाट हेर न।
एउटा भिडियो बनाउँदा एउटा फोटो खिच्दैन न ल यसले बसब्ला म त साह्रै मोटी आए कविता नखिच मेरो घरको सुत्केरी अनि हुन पर्यो नि त यतिको भने आउँछ के हेर फोटो ह्यापी बर्थडे ल ह्यापी बर्थडे साना कान्छोको त टिसी ल्याउनु न आउनु के काट्नु जानु सुन छिटो ल भाइले भइयो सुन छिटो भाइ रुन्छ फेरि अब के छ यहाँ भाइ रुन्छ नि फेरि दादाले खुवाइदिएन भनेर हामीले खाना ढिला भइसक्यो सुहान केक खाना ढिला भयो आफै खुवाइदेऊ का ल फाइदा ल भाइलाई खुवाइदेऊ न सुहान यो यस्तै गर्छ क्या जहाँ गए पनि पालो मित्ली भयो है अब पालो मित्ली सुहान तिमीले के खाना ढिला भइसक्यो आऊ बुढीले खुवाइदिन्छ कति दिने भने गिफ्ट ए ल भाइलाई खुवाइदेऊ ल बुनु अक्को हातले खुवाइदेऊ माम खाने हातले दादा बुनुले खुवाइदेऊ ल भाइलाई टिकी लाएर अनि उदेऊ कि गिफ्ट देऊ ल छिटो छिटै सुहान किन अरे यस्तो गरेको हाम्रो त के जस्तो देखिएला लाग्दै देखिए शान्त देखे ए अब भाइले खुवाइदेऊ फेरि भाइ रिसाउँछ नि फेरि राम्रोसँग फेरि भाइ रिसाउँछ गालामा लगाइदिने अरे आफै टिका लाएर आफै कसैले खुवाइदिँदैन ढिलो भयो त्यसलाई भाइ बुनु टिकी ला आऊ बाहिर जाने नि त बाहिर जाने नै छोरो बाबु बाहिर जाने होइन छोरा हो धेरै भयो क्या त्यत्रो त मेरो त आफै टिकी लाउने होइन बुने सरप्राइज आफैलाई हजुरबालाई लगाइदिनु आफैलाई बाबुले हेल्प मी गरे हैन होइन जे भयो नि अहिले जानु परेन बर्थडे भनेर होइन यस्तो खाइदिनु यसलाई पनि झ्याउला दिदी म फोटो खिच्नु पर्छ
पहाड छोरो एउटा फोटो खिच्नु है। खिच्नु गरे, ए, एउटा फोटो हात खिच्नु। छोडेर जस्तै गराएर कता अच्छा टुपुक्क मानेको त फेरि अलिक अब म आम जाऊ इन्सान लगाइदिनु इन्सान लगाइदिन्छु के लाई यो निचान के छ ठिक छ भन ठिक छ ल थ्याङ्क यू भन्यो दादा भाइले देऊ ल थ्याङ्क यू नसे मात्रै भयो ल तपाईँ यहाँ कुन भेट्दैन पहिले दसैँ बुने ए सिमन केक खाने सिमन केक खाने हस् क्यान्डिल छोरा हाम्रो सुवाललाई केक चाहियो है केक चाहियो के दिनु मैले लाइभ गरेर म त लास्टमा परेछु के बल्ल फोटो खिच्ने ल छामा दे ल पैसा चिन्ने भएछ केटा पैसा चिन्ने भएछ के भयो हाँस बर्थडे अब खाइस यो यही हो बर्थडे अब खाने अनि खाएपछि के खायो भात खायो भ्याइयो बर्थडे